यत्रो भिडियो बोले यार सब अफर टेंशन. So no hook, no catchy title. So let's talk about the final 500 kg total day. कस्तो गयो त आज? Let's talk from the beginning. So one thing, so यो भिडियो लास्ट सम्म हेरिराख्नु होला. So आजको 500 kg total बाहेक पनि अरु कुनै कुराहरु छ. So first of all, if you don't know me, so hello everyone, my name is Prakash Khatait, a fitness coach and an athlete. So it's almost been 6 years म फिटनेस क्षेत्रमा लागेको. सो मैले चाहिँ लकडाउन भन्दा पहिला स्टार्ट गरेको. 1 वर्ष जति होमवर्कआउट गरे. सो आफ्टर लकडाउन आई फाउन्ड द क्यालिस्थेनिक्स पार्क built by NFC नेपालगञ्ज. सो त्यहाँ ट्रेनिङ गर्न थाले एन्ड देन इभेन्चुअली आई बिकम अ मेम्बर. अनि 2 to 3 years प्लस 3-4 years मैले त्यहाँ ट्रेनिङ गरिसकेपछि सो पोखरा सर्टिफिकेसन गर्न गएँ. सो त्यसपछि काठमाडौँ आइसकेपछि जिम गर्न थालेँ मैले एन्ड बिस्तारै स्ट्रेन्थ ट्रेनिङमा रुचि बढ्दै गयो बिकज सानोमा आई फिल सो अन्डर कन्फिडेन्ट बिकज अफ विकनेस होइन. आफूलाई एकदमै धेरै विक फिल हुन्थ्यो थिए पनि. सो त्यही भएर म कुनै पनि स्पोर्ट्समा पार्टिसिपेट कहिल्यै भइनँ. त्यही भएर मलाई कुनै स्पोर्ट्स खेल्न नै आउँदैन. त्यो रिजनले होला आई लभ टु स्ट्रेन्थ ट्रेनिङ. त्यो गर्दै बिस्तारै आई फाउन्ड पावर लिफ्टिङ. अनि सो पावर लिफ्टिङमा एकदम धेरै इन्ट्रेस्ट बढ्दै गयो. सो इट्स अलमोस्ट बिन 2 years पावर लिफ्टिङ गर्न थालेको अन एन्ड अफ. बिचमा अरू फेरि क्यालिस्थेनिक्स गर्दै फेरि पावर लिफ्टिङ यसरी गरिरहन्थेँ. जुन मैले अहिले सिरिजको एभ्री सिङ्गल डे फ्रम द डे 1 to डे 62 सम्म मैले सिरिज बनाएको थिएँ. सो यसमा मात्रै होला मैले प्रपर पावर लिफ्टिङको प्रोग्राम फलो गरेको. सो त्यसमा पनि लास्ट विकमा के भएर होइन इन्डोरेन्स ट्रेनिङ यता भएर बिग्रियो घटिया. सो दिस इज माई ब्याकग्राउन्ड, दिस इज माई स्टोरी. सो लेट्स टक अबाउट टुडे होइन आज के भयो फ्रम द बिगिनिङ. मर्निङमा खाना खायौँ मजाले काप्स रोड भएर 11 बजे जिम पुग्यौँ. सो फर्स्टमा स्क्वाड थियो. सो त्यसको लागि मजाले वार्मअपहरू गरेर सो हामीले चाहिँ आज एन कम्पिटिसन वेमा सो जसरी गइन्छ त्यसरी जाने सोचेको थियौँ. सो त्यसमा चाहिँ मैले स्क्वाडमा फर्स्ट अटेम्प्ट लगेँ 170 kg. सो लिफ्ट भयो एन्ड सेकेन्ड अटेम्प्ट लगेँ मैले 180 kg. जुन चाहिँ गएन एन्ड मलाई यति धेरै नराम्रो लागेको थियो कि होइन मैले सक्दो नम्बरहरू स्क्वाडबाट नै पुल गर्ने सोचेको थिएँ बिकज दिस इज माई स्ट्रङ्गेस्ट लिफ्ट. गएन एन्ड थर्ड अटेम्प्ट फेरि अटेम्प्ट गरेँ. एन्ड थर्ड अटेम्प्टमा आई फाइनल्ली मेड इट. थोरै कन्फिडेन्ट बिल्ड भएको थियो एन्ड त्यसपछि आई टेक अनदर अटेम्प्ट अफ 185 kg. Let's go! Yeah! यति धेरै ग्राइन्ड भएको थियो नि एन्ड हाउ आई मेड इट एन्ड कन्फिडेन्ट एकदमै हाईमा पुगिसकेको थियो होइन. सो यो स्क्वाडको 5 kg प्लस पिआर पनि थियो एन्ड यसले नै कन्फिडेन्ट दिएको थियो कि मैले 500 kg आज ब्रेक गर्न सक्छु भनेर. एन्ड त्यसपछि बेन्चको पाला आयो. सो बेन्चमा मेरो फर्स्ट अटेम्प्ट थियो 102.5. सो आफ्टर द वार्म अप सो त्यो लगिसकेपछि सेकेन्ड अटेम्प्ट लगेँ मैले 107.5 kg अटेम्प्ट लगेँ. गएन. फेरि डिसपोइन्टमेन्ट, फेरि स्याड. फेरि थर्ड अटेम्प्टमा सेम वेट लिफ्ट गरेँ एन्ड मेड इट. सो त्यसपछि यसमा पनि फोर्थ अटेम्प्ट लगेँ मैले 110 kg को. जस्ट टच एन्ड गो. सो यो चाहिँ मेरो अलरेडी प्रिभियस पिआर नै हो विथ पर्फेक्ट पज बट आज चाहिँ एकदम ग्राइन्ड भएको थियो. बट एनी हाउ आई लिफ्ट इट होइन. सो बेन्च सक्यो. त्यसपछि आउँछ डेड लिफ्ट. सबैभन्दा खत्तम लिफ्ट मेरो दुश्मनी भन्दा नि हुन्छ होइन. सो डेड लिफ्टमा पनि मजाले वार्मअप गरेर डेड लिफ्टको फर्स्ट अटेम्प्ट थियो 170 kg. सेकेन्ड अटेम्प्ट लगेँ मैले 185 kg. सो 185 गएन अनि थर्ड अटेम्प्टमा चाहिँ मैले ब्याक टु 180 kg हान्ने डिसाइड गरेँ. सो यस हजुरले चाहिँ कम्पिटिसनमा पाउनु हुँदैन इफ अलरेडी लोड गरेको वेटहरू कसैले लिफ्ट गरिसकेको छ भने. सो यु कान्ट ड्रप युर वेट. सो 180 kg लिफ्ट भयो
एन्ड देन मैले फेरि 4th अटेम्प्ट लगेँ हैन। सो मलाई जसरी पनि एनिया 500 केजी पुगाउने थियो, त्यही भएर सिधै 10 केजीको जम्प 190 केजी फेल भयो। अनि यो मैले 3 चोटि अटेम्प्ट गरेँ बिकज यस्तो धेरै रिस उठिरहेको थियो होइन, मलाई थाहा थियो मलाई जाँदैन भन्ने, तैपनि आई डिड फर मोर देन 3 टाइम्स, गएन। सो एसपिडीको टोटलमा आई जस्ट इन्क्रिज 2.5 केजी। सो ओभरअलको टोटलमा चाहिँ आई इन्क्रिज 7.5 केजी। सो यो फरक किन भन्नुहुन्छ भन्दाखेरि, सो हजुरको ट्रेनिङ ग्राउन्डको एसपिडी जुन चाहिँ हजुरले एउटै दिनमा स्क्वाड बेन्च डेडलिफ्ट सँगै हान्नुहुन्छ, सो त्यसको टोटल फरक हुन्छ। हजुरको स्क्वाड छुट्टै दिन, बेन्च छुट्टै दिन, डेडलिफ्ट छुट्टै दिन हान्नुहुन्छ, त्यसको टोटल फरक हुन्छ। सो जिममा मैले लास्ट टाइम अटेम्प्ट गर्दाखेरि आई थिङ्क इट्स 472.5 केजी यस्तै थियो, एन्ड अहिले 475 केजी, जस्ट 2.5 केजी इन्क्रिज एसपिडीको एउटै दिन अटेम्प्ट गरेको। एन्ड ओभरअल छुट्टी हेर्ने हो भने पहिलाको टोटल थियो 477.5 केजी, सो अहिलेको टोटल छ 485 केजी, इट्स अलमोस्ट 7.5 केजी टोटल। सो स्टिल हजुरले 485 लाई पनि लग्नुभयो भने 15 केजीको ग्याप छ। सो मैले यो 500 केजी नै किन चुज गरेको भन्दाखेरि, मैले 195 केजी हानेको इट्स अलमोस्ट बिन 3 मन्थ्स प्लस अर 4 मन्थ्स प्लस होइन, अनि त्यतिखेर नै 195 केजी एकदमै इजी थियो कि। सो त्यो अनुसार चाहिँ आई थट आई क्यान लिफ्ट मोर देन 200 केजी डेडलिफ्ट होइन। सो त्यसपछि मैले आइकोनिक क्लास पनि खेलेँ, डेडलिफ्ट च्याम्पियनसिप, त्यसमा पनि मैले 195 केजी लिफ्ट गर्न सकेन। सो त्यसपछि प्रोग्राम ठिकै गइरहेको थियो, बट स्क्वाड र बेन्चको मात्र, डेडलिफ्टको एभ्री सिङ्गल सिजन मैले स्ट्रगल गरेँ होला क्या। आई डोन्ट नो, मेरो स्ट्रेन्थ भन्दा पनि टेक्निक नै बिग्रिरहेको छ होइन। जहिले मेरो ल्याट्स इङ्गेजमेन्ट छुटिहाल्छ, सो ब्याक राउन्ड हुने बित्तिकै व्हेन यु हेभ टु लक आउट, हजुरले ग्लुट्सको इङ्गेजमेन्ट नै गर्न पाउनु हुँदैन क्या। सो त्यो रिजनले चाहिँ मेरो डेडलिफ्टहरू फेल भइरहेको छ। आई नो रिजन, आई नो हाउ टु फिक्स इट होइन, बट आफूमा अप्लाई गर्दाखेरि त्यो भइ नै रहेको छैन। सो अब चाहिँ मैले डेडलिफ्टमा लिफ्टहरू बढाउनु भन्दा पनि आई विल ट्राई टु इम्प्रुभ माई टेक्निक एन्ड वेट। सो जुन चाहिँ मैले सुरुमा भनेको थिएँ नि 500 केजी भन्दा पनि एक्स्ट्रा छ भनेर, सो आज यति धेरै फ्रस्ट्रेट भएको थिएँ, यति धेरै डिमोटिभेटेड भएको थिएँ। अनि मेलडाउनमा क्लास थियो मेरो, अनि त्यहाँ आज गेम डे थियो, एभ्री फ्राइडे गेम डे हुन्छ, अनि 30 मिनट्सको वर्कआउट थियो, इन्ड्योरेन्स ट्रेनिङ, एन्ड आई डिड द्याट। सो 4 मिनट्स नन स्की, 2 मिनट्स रेस्ट, फेरि 4 मिनट्स नन एयर बाइक, 2 मिनट्स रेस्ट, 4 मिनट्स नन रोइङ, 2 मिनट्स रेस्ट, फेरि 4 मिनट्स नन वकिङ लन्जेस विथ 20 kg sandbag, and then last one is broad jump burpees, 4 minutes none, 2 minutes rest, and last one plank for max. यता आएर एटिपी स्टोर पुरै खाली, उता गएर ग्लाइकोजन स्टोर पनि टोटली खाली, अनि यति धेरै सोर्ट फिल भएको छु म आज, ग्लोट्स, ह्यामस्ट्रिङ सबै हालत खराब छ। सो जसले मलाई सपोर्ट गरेर राख्नु भएको थियो, जसलाई मेरो कन्टेन्ट राम्रो लाग्थ्यो, हजुरलाई पनि नराम्रो लाग्यो होला कहीँ न कहीँ, सरी फर द्याट। अनि अर्को कुरा चाहिँ आई एम अल्सो पार्टिसिपेटिङ इन अक्स अन्डर 66 क्याटेगोरी। मैले कीर्तिपुरमा पनि पार्टिसिपेट गर्ने भनेको थिएँ, पहिला चाहिँ उहाँहरूले 59 केजी राख्नु भएको थियो, बट आई थिङ्क पछि एथलिटहरू नपुगेर होला उहाँहरूले हटाइदिनु भयो। सो 66 इज भेरी कम्पिटेटिभ इन कीर्तिपुर, सो त्यही भएर म पार्टिसिपेट गरेन। अनि सो सेम डे जुन दिन पर्नु थियो त्यही दिन मैले गेममै हान्छु भनेर डिसाइड गरेर त्यसरी मैले यो 500 केजी टोटल बनाएको थिएँ। एन्ड देन अक्सको कुरा गर्ने हो भने 66मा, सो कीर्तिपुर भन्दा पहिलाको कम्पिटिसनमा जसले पोडियम रिच गर्नु भएको छैन, सो उहाँहरूले मात्र पार्टिसिपेट गर्न पाउनुहुन्छ। एसपिडीकोमा चाहिँ म कहिले पनि पोडियम चढेको छैन, सो डेडलिफ्ट च्याम्पियनसिप मात्र जितेको थियो मैले बुटोलको। सो त्यही भएर चाहिँ म 66मा पार्टिसिपेट गर्दैछु। सो लेट्स सी कतिको कम्पिटेटिभ हुन्छ दिस टाइम। आई विल ट्राई टु गेन मोर वेट होइन। अहिलेसम्म 60 प्लस कहिले पुगेकै छैन, 61 म्याक्स। सो 66 त गाह्रै हुन्छ, बट आई विल ट्राई। सो यति नै थियो। हजुरले पनि कति कुराहरू सिक्नुभयो होला होइन, कति धेरै मिस्टेक्सहरू गरेको थिएँ मैले यो सिरिजमा, यो जर्नीमा होइन। आउट अफ द प्रोग्राम पनि कतिचोटि गएको थियो मैले, सो यो चाहिँ नगर्नु होला, देख्नुभयो हालत त्यस्तै हुन्छ। एन्ड बी अनेस्ट, न्युट्रिसन प्रपर थिएन योपालि। आई एम बिट लेजी पर्सन होइन, सो मिलहरू प्रिपेयर गर्न हल्का झ्याउ लाग्छ, त्यही भएर पनि हो, बट या it is what it is. So I will try to correct my mistakes that I did in this series. So yeah, let's try to break this 500 kg total in Ox. And thank you for supporting this series and me. And one thing I am thinking to open a YouTube channel. So त्यसमा चाहिँ more detailed way मा tutorial videos हरु, अनि मेरो training days हरु, vlog हरु, educational content हरु हाल्ने सोचेको मैले, because reels मा proper वेमा सिकाउन सकिँदैन, प्रपर वेमा देखाउन सकिँदैन, बिकज लिमिटेड टाइमसम्म मात्र मान्छेहरूले त्यसमा हेर्ने बानी हुन्छ। सो फुल भिडियो हाल्न सक्छु, यो पनि लामै छ, आई डोन्ट नो कतिले यहाँसम्म हेर्नु भएको छ। सो इफ हजुर यहाँसम्म पुग्नु भएको छ
भने जस्ट कमेन्ट डाउन लङ है त लेट्स सी कतिजनाले हेर्नुहुन्छ यहाँसम्म एन्ड या द्याट्स इट फर टुडे गाइज एन्ड लेट मी नो इन द कमेन्ट बक्स सो म चाहिँ युट्युब च्यानल खोलौँ कि नै एन्ड आई विल सी यु इन अनदर भिडियो जितेपछि त जसले नि पार्टी दिन्छ म चाहिँ केटाहरूलाई आज हालेर पार्टी दिन थकाले खानु है त लेट्स गो सक्यो गाइज 15 केजी चाहिँ यहाँ पेटमा है साथी त्यहाँ टाइमर देखाएको छ झन् 100 छ त्यत्रो आधा घन्टा बोलेको अनै रहन्छ